नमस्ते साथीहरू, यहाँहरूलाई मेरो यो अर्को भिडियोमा हार्दिक स्वागत छ। आज म तपाईहरुलाई रोल्पाको एउटा यस्तो ठाउँमा लैजाँदैछु जहाँ पुग्दा लाग्छ कि हामी साच्चै प्रकृतिको काखमा छौँ। यो रोल्पाको नुवा गाउँ हो। हेर्नुहोस् त यी पहाडका श्रृङ्खलाहरू र यहाँको शान्त वातावरण जसले एकैछिनमा मनको सबै बोझ बिर्साइदिन्छ। यहाँको माटोको सुगन्ध, हरियालीले मलाई सधैँ तान्छ। नुवागाउँ केवल एउटा ठाउँ मात्र होइन, यो एउटा अनुभूति पनि हो। म यहाँ घुमिरहँदा महसुस गर्दैछु कि सहरको कोलाहल भन्दा टाढा यस्ता ठाउँमा पनि शान्ति रहेछ। बाटोमा देखिने प्राकृतिक वनस्पतिहरू र यहाँका स्थानीय जनजीवनले यात्रालाई थप जीवन्त बनाउँछ। तपाईहरुलाई थाहा नै छ, म सधैँ प्रकृतिसँग जोडिएका कुराहरू र केही आफ्ना व्यावहारिक भ्लगहरू बनाउँछु। यो एउटा नुवागाउँ जस्ता ठाउँहरूले हाम्रो मौलिकता र प्राकृतिक स्रोतहरूको महत्त्वलाई उजागर गर्छ। यहाँको हावापानीमा जे स्वाद छ त्यो सायद अरू कतै पनि छैन होला। यदि तपाईहरुलाई शान्तिको खोजीमा हुनुहुन्छ भने एकपटक रोल्पाको यो सुन्दर गाउँको भ्रमण अवश्य गर्नुभयो। भिडियो धेरै लामो त छैन, अन्त्यसम्म हेर्नुहोला है। अहिले म यति मात्रै बोलेँ। अरू भिडियोमा फेरि पनि भेटौँला। च्यानलमा जोडिनु भएको छैन भने सब्स्क्राइब गर्नुहोला, मन परेमा शेयर गर्नुहोला, लाइक गर्नुहोला। भिडियोलाई चाहिँ अन्त्यसम्म हेर्नुहोला है त।